अन्ततः रवि लामिछाने छुट्ने भए यस्ता 5 वटा शर्त सहित। बाघ खोरबाट निस्कियो भन्दै उनका समर्थकहरूको यस्तो खुसियाली। सुप्रिम सहकारी ठगीको मुद्दामा पूर्वपक्षको लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा गर्न उच्च अदालत तुलसीपुरको बुटवल इजलासले यही पुस 3 गते सशर्त आदेश दिएको छ। अहिले नखु कारागारमा रहेका रवि लामिछानेलाई थुनामुक्त गर्नुअघि रूपन्देही अदालतमा उपस्थित गराइनुपर्ने भएको हुनाले उनलाई पुस 4 गते शुक्रबार मात्रै अदालतमा उपस्थित गराएर उनीसँग बिगो बापतको जमानत लिएर रिहा गरिने खबर आएको छ। जेनजी आन्दोलन लगत्तै छुट्ने आशा गरेका रवि लामिछानेको पेशी लामो समयदेखि पछि सार्दै उनलाई थुनामा राखिरहेको थियो। यसरी रवि लामिछाने रिहा हुने खबर सार्वजनिक भए लगत्तै उनका समर्थकहरूको भिडले उनको समर्थनमा नाराबाजी गरिरहेको छ। रविलाई रिहा गर्न राजी भएको उच्च अदालतले उनीसँग 5 वटा शर्त राखेको हुनाले उनलाई रिहा हुनको लागि एक दिन कुर्ने भएको हो। उच्च अदालतका न्यायाधीश वासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले राखेका 5 वटा शर्त यस प्रकार छन्। नम्बर 1, सुरु जिल्ला अदालतको मिति 2081 माघ 13 गते थुनचेकको क्रममा माग गरेको धरोटी रकम दफा 68 अनुसार स्वीकार गर्ने। नम्बर 2, प्रतिवादीले निवेदन साथ पेश गरेको बैंक जमानत ग्यारेन्टी रु 2,74,84,000 बिगोको हकमा सुरक्षित गर्ने। नम्बर 3, प्रतिवादी व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा गर्नु परेमा अदालतलाई पूर्व जानकारी दिने। नम्बर 4, सुरु जिल्ला अदालतको मिति 2082 साउन 26 गतेको आदेश बदर गरिदिएको छ। नम्बर 5, अदालतबाट फैसला हुँदा ठहरे बमोजिम हुने हुँदा साथै फैसलाको बिगोका हकमा थप दायित्व सिर्जना गरेमा तिर्न बुझाउन मन्जुर भए सोको कागजात गरी प्रतिवादी रवि लामिछानेलाई प्रस्तुत मुद्दाको रोहबाट थुनामुक्त गर्नु भनेर आदेश दिएको छ। यी शर्तहरूमध्ये रविले पहिल्यै बैंक जमानत बुझाइसकेको हुनाले उनले अब कागजी प्रक्रिया मात्र पूरा गर्न बाँकी रहेको पनि बताएको छ। त्यसैले उनी रिहा हुने पक्का भएको छ। रवि लामिछानेमाथि अन्याय भएको छ। सिङ्गो राज्य शक्तिलाई दुरुपयोग गरेर यसको अस्त्रीकरण गरेर राजनीतिक प्रतिशोध साधिएको कुरा त आज घाम जतिको छर्लङ्ग भएको छ। यसअघि रविले फौजदारी कार्यविधि संहिता अनुसार बैंक ग्यारेन्टी दिई मुद्दाको पूर्वपक्ष गरिपाउँ भन्ने माग गरेर आफ्नो भागमा पर्ने 2,74,84,000 रुपियाँको बिगो सुरक्षित गरेर रिहा हुन माग गरेर जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए। त्यसबेला जिल्ला अदालतले रिहा गर्न अस्वीकार गरेपछि उनले उच्च अदालतमा सो फैसला विरुद्ध निवेदन दिएका थिए। 2081 साल माघ 13 गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहलाद कुमार योगीको इजलासले रविलाई 1 करोड धरोटीमा रिहा गर्न आदेश दिएको थियो। तर त्यस विरुद्ध दुवै पक्ष उच्च अदालत पुगेका थिए। त्यसबेला रिहा भइसकेका रविलाई उच्च अदालतले चैतमा फेरि पूर्वपक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सो आदेशसँगै उनलाई पक्राउ गरेर भैरहवा कारागार लगिएको थियो। केही न केही नभएको भए तँलाई त्यत्रो धौडी लिन्थ्यो त अदालतले भनेर केहीले भन्ने गरेका छन्। अदालतको प्रारम्भिक आदेशलाई समेत अपव्याख्या गरेर अपमान गर्ने काम गरिरहेको मैले सुनिरहेको छु। म यति भन्न चाहन्छु, तिमीहरूको DPI-को सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। त्यस्तै रविसँगै उही मुद्दामा पूर्वपक्षको लागि थुनामा रहेका नेपाल प्रहरीका पूर्व DIG छविलाल जोशी भने तत्काल थुनामुक्त नहुने भएका छन्। रवि लामिछानेलाई बिको बापत जमानत लिएर रिहा गर्न आदेश दिएको भए पनि छविलाल जोशीको हकमा भने जिल्ला अदालतमा सकल प्रमाणसहित निवेदन दिएमा पुनः विचार गर्नु भन्ने आदेश दिएको छ। जिल्ला अदालतले रवि लामिछानेलाई 1 करोड धरोटीमा रिहा गर्न आदेश दिँदै गर्दा जोशीलाई भने सुरु थुनचेक आदेशमा नै थुनामा पठाउने आदेश दिएको थियो। यसैगरी 2082 साल असोज 26 गते जिल्ला अदालतले जोशीलाई जमानतमा रिहा गर्न अस्वीकार गरेको थियो। अहिले उच्च अदालतले भने सो आदेशलाई बदर गरिदिएको हो। प्रस्तुत छ रवि लामिछानेलाई रिहा गर्ने आदेशको पूर्णपाठ। मुद्दा सहकारी ठगी मुद्दा कसुर र संगठित अपराध। रवि लामिछाने निवेदक विरुद्ध नेपाल सरकार विपक्षी, छविलाल जोशी विरुद्ध नेपाल सरकार विपक्षी।
निवेदन प्रतिवेदन सहित मिसिल संलग्न कागजातहरू अध्ययन गरी निवेदक प्रतिवादी रवि लामिछानेको तर्फबाट उपस्थित विद्वान अधिवक्ताहरू श्री महेन्द्र प्रसाद पाण्डे, श्री बाबुराम पाण्डे, डाक्टर श्री नारायण दत्त कडेल, श्री दिपेन्द्र झा, निवेदक प्रतिवादी छविलाल जोशीको तर्फबाट उपस्थित विद्वान वरिष्ठ अधिवक्ता श्री शिवप्रसाद गौडेल, अधिवक्ता श्री मनोज कुमार चौधरी र अधिवक्ता श्री रोचक जोशी तथा विपक्षी वादी नेपाल सरकारको तर्फबाट उपस्थित विद्वान सहन्यायाधिवक्ता श्री सन्देश श्रेष्ठ, विद्वान सहायक न्यायाधिवक्ता श्री वसन्त पोखरेल तथा जाहेरवाला नारायण बहादुर पहराईको तर्फबाट उपस्थित विद्वान अधिवक्ता श्री सञ्जीव घिमिरेले गर्नुभएको बहस तथा जाहेरवाला विजय कुमार नेपालले राख्नुभएको भनाई समेत सुनियो। रूपन्देही जिल्ला अदालत यसमा निवेदक प्रतिवादी रवि लामिछानेको निवेदनका सन्दर्भमा विचार गर्दा निजले आफू कार्यरत रहेको संस्थामा सुप्रिम सहकारीबाट रकम प्रभाव भएको, बिगो मध्ये दामासाईले हुने बिगो बैंक ग्यारेन्टी राखी मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71 अनुसार बैंक ग्यारेन्टी लिई मुद्दाको पूर्वपक्ष गरिपाऊ भन्ने देखिन्छ। प्रतिवादीले बिगोको हकमा दामासाईले हुने रकम जमानत दिई बचतकर्ताको बिगो प्राप्त गर्ने सुनिश्चितता गरेको देखियो। बचतकर्ता तथा लगानीकर्ताको रकम सुनिश्चितता नै पहिलो प्राथमिकता देखिँदा निजले दिएको बैंक जमानत निम्न शर्तमा स्वीकार गरी मुद्दाको कारबाही अगाडि बढाउनु। यी शर्तहरू मैले यसअघि नै उल्लेख गरिसकेको छु। अनि त्यस्तै प्रतिवादी छविराज जोशीको हकमा विचार गर्दा निजले दिएको निवेदनमा मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 71(2) अन्तर्गतको निवेदन बिहोराका साथै आजै यसै इजलास समक्ष बहसको क्रममा कानून व्यवसायीबाट मेरो हकमा दामासाईले कायम हुने बिगो बापत जमानत दिई मुलुकी फौजदारी कार्यविधि संहिता 2074 को दफा 68 र 71 अनुसार आदेश गरिपाऊ भने जमानतको छाया प्रति सहित अनुरोध गरेको देखिँदा सो समेतको परिस्थिति विचार गरी मिति 2082/6/26 मा भएको सुरु जिल्ला अदालतको आदेश बदर गरिदिएको छ। पक्षले सक्कल प्रमाण सहित निवेदन दिएमा पुनः विचार गर्नु भन्ने सक्कल मिसिल सुरु जिल्ला अदालतमा पठाइदिनु। इतिसम्म 2082 साल पौष 3 गते रोज 5 शुभम भनेर यो आदेश दिएको छ। हामीले पहिले भनेका थियौं जनता आक्रोशित छन्, जनतामा एउटा ठूलो आक्रोश आएको छ, निराशा आएको छ। त्यसलाई चिर्नु पर्ने थियो, बदल्नु पर्ने थियो, त्यसलाई व्याख्या गरेर हुँदैन, विश्लेषण गरेर हुँदैन थियो, लेख लेखेर हुँदैन थियो, गराउनका लागि टेलिभिजन थियो तर टेलिभिजन पर्याप्त भएन। त्यसैले हामीले सक्रिय सुदृढ भनेर घण्टी बजायौं। घण्टी बजाएर 21 जना मान्छे संसदमा आएपछि मलाई लागेको थियो सुने होला अलिकति बहिनी अब त हामी परिवर्तन हुनुपर्छ, सच्चिनुपर्छ भन्ने सोचे होला भनेर लागेको थियो। तर यिनीहरू घण्टी फुटाउनतर्फ लागे, हामीले सिंहदरबारमा घण्टी बजाएको थियो, यिनीहरू घण्टी फुटाउनतर्फ लागे। मलाई दुःख लाग्छ। राष्ट्रिय स्वतन्त्र पार्टी र रवि लामिछानेले बारम्बार आफूलाई राजनीतिक प्रतिशोध साधिएको भनेर आरोप लगाउने गरेकोमा अहिले अन्ततः रवि लामिछाने यसरी रिहा भएको बारेमा तपाईँ के भन्नुहुन्छ? कृपया कमेन्ट गर्नुहोला। धन्यवाद।